फेसबुकमा भिडियो हालेर पैसा कमाउने रहर त धेरैलाई हुन्छ हैन त? तर कसरी? आज हामी यही विषयमा एकदमै गहिरिएर कुरा गर्नेछौं। फेसबुकबाट पैसा कमाउने सपनालाई वास्तविकतामा कसरी बदल्ने, आउनुहोस् सँगै हेरौं। एउटा एकदमै सामान्य समस्या। भिडियोमा भ्यूज हजारौं लाखौं आइरहेको छ, तर आम्दानीको नाममा शून्य। यदि यस्तो भइरहेको छ भने चिन्ता नलिनुहोस्। यो समस्या धेरैजसो नयाँ क्रिएटरहरूले भोग्छन् र आज हामी यसको समाधान के हो भनेर पत्ता लगाउनेछौं। कुरा एकदमै सरल छ, तर धेरैले बुझेका हुँदैनन्। कमाइ नहुनुको पछाडि कुनै ठूलो रहस्य छैन। कारण एउटै मात्र हो, फेसबुकले तोकेको मोनेटाइजेसनको जुन मापदण्ड छ त्यो पूरा नभएर हो। तर राम्रो कुरा के छ भने यी मापदण्डहरू पूरा गर्न सकिन्छ र एकपटक पूरा भएपछि कमाइको ढोका आफै खुल्छ। ल, अब अलिकति भित्र छिरेरै कुरा गरौँ है त। सबैभन्दा पहिले यो मोनेटाइजेसन भनेको आखिर के हो अनि यसले काम चाहिँ कसरी गर्छ? आउनुहोस् यसलाई बुझौं। यसलाई यसरी बुझौं न। तपाईले राम्रो कन्टेन्ट बनाउनुहुन्छ जसले गर्दा धेरै दर्शकहरू आउँछन्। अब फेसबुकले के गर्छ भने तपाईको त्यही भिडियोमा विज्ञापन देखाइदिन्छ। त्यो विज्ञापनबाट फेसबुकले पैसा कमाउँछ र त्यही कमाएको पैसाको एउटा हिस्सा तपाईलाई दिन्छ। हो, यही नै हो मोनेटाइजेसन। यो प्रक्रियालाई 4वटा सरल चरणमा हेर्न सकिन्छ। पहिलो, तपाईले कन्टेन्ट बनाउनुहुन्छ। दोस्रो, त्यसले दर्शकहरूलाई तान्छ, मतलब भ्यूज आउँछ। तेस्रो, फेसबुकले त्यसमाथि विज्ञापन देखाउँछ। र चौथो, अनि बल्ल तपाईको कमाइ सुरु हुन्छ। हेर्दा जति सरल देखिन्छ, प्रक्रिया वास्तवमा त्यति नै सरल छ। ल, अब सबैभन्दा महत्त्वपूर्ण कुरामा आयौं, जसको लागि धेरैजना पर्खिरहनु भएको थियो। कमाइ सुरु गर्नको लागि फेसबुकले के नियम बनाएको छ त? यसलाई एउटा चेकलिस्टको रूपमा हेरौँ है। सबैभन्दा पहिला केही आधारभूत योग्यताहरू छन्। उमेर 18 वर्षभन्दा माथि हुनु पर्यो। फेसबुकले तोकेको योग्य देशमा बसेको हुनु पर्यो। पेज बनाएको कम्तीमा 30 दिन भएको हुनु पर्यो अनि पछिल्लो 3 महिनामा कम्तीमा 3वटा रिल्स वा पोस्ट हालेको हुनु पर्यो। यी त भए एकदमै बेसिक कुराहरू। यिनीहरू बिना अगाडि बढ्नै मिल्दैन। अब आउँछ पहिलो ठूलो टार्गेट, 10,000 फलोअरहरू। यो संख्याले के देखाउँछ भने तपाईले एउटा सानोतिनो समुदाय बनाइसक्नु भएको छ र मानिसहरू तपाईको कन्टेन्टमा साच्चीकै रुचि राख्छन्। यो एउटा महत्त्वपूर्ण माइलस्टोन हो। र यो हो दोस्रो र सायद सबैभन्दा चुनौतीपूर्ण मापदण्ड। पछिल्लो 28 दिनभित्र तपाईको भिडियोहरूमा जम्मी 1,50,000 भ्यूज पुगेको हुनुपर्छ। यो संख्याले के प्रमाणित गर्छ भने तपाईको कन्टेन्टमा भाइरल हुने क्षमता छ र मानिसहरूले त्यसलाई मन पराइरहेका छन्। ल मानौ तपाईले सबै मापदण्ड पूरा गर्नुभयो। फलोअर पनि पुग्यो, भ्यूज पनि पुग्यो। अब के गर्ने त? अब पालो आउँछ आवेदन दिने। यो कसरी गर्ने? आउनुहोस् हेरौं। प्रक्रिया एकदमै सजिलो छ। आफ्नो पेजमा गएर प्रोफेसनल ड्याशबोर्डभित्र जानुहोस्। त्यहाँ मोनेटाइजेसन भन्ने अप्सन भेटिन्छ। यदि तपाईँ योग्य हुनुहुन्छ भने त्यहीबाट आवेदन दिन मिल्छ। त्यसपछि फेसबुकले तपाईको पेजलाई रिभ्यू गर्छ, जसमा केही दिन लाग्न सक्छ। तर धेरैजना यहीँनेर आएर चिप्लिन्छन्। मापदण्ड सबै पूरा हुन्छ, तर पनि आवेदन अस्वीकृत हुन्छ। किन? अब हामी ती सामान्य तर गम्भीर गल्तीहरूबारे कुरा गर्नेछौं जसबाट बच्न एकदमै जरुरी छ। यी गल्तीहरूबाट सधैँ बच्नुपर्छ। अरूको भिडियो चोरेर हाल्ने, टिकटक वा अन्य प्लेटफर्मको वाटरमार्क भएको भिडियो सिधै अपलोड गर्ने वा कपिराइट भएको गीत प्रयोग गर्ने। यस्ता कामले तपाईँ मौलिक क्रिएटर होइन भन्ने सिधै सङ्केत गर्छ अनि फेसबुकले तपाईको आवेदन तुरन्तै खारिज गरिदिन्छ। यो एउटा कुरालाई चाहिँ सधैँ दिमागमा राख्नुहोला। फेसबुकको सम्पूर्ण मोनेटाइजेसन नीतिको सार नै यही हो। प्लेटफर्मले मौलिकतालाई, ओरिजिनल कन्टेन्टलाई सबैभन्दा माथि राख्छ। तपाईको आफ्नै सृजना छ भने मात्र तपाईँ यहाँ सफल हुन सक्नुहुन्छ। ल, अब केही यस्ता टिप्सबारे कुरा गरौँ जसले यो मोनेटाइजेसनको यात्रालाई अलि छिटो र सजिलो बनाउन मद्दत गर्छ। यो एउटा एकदमै सरल तर शक्तिशाली रणनीति हो। दैनिक रूपमा कम्तीमा एउटा वा दुईटा छोटो रिल्स बनाउनुहोस्। भिडियोको सुरुको 3 सेकेन्डमै दर्शकलाई रोक्न सक्ने केही कुरा राख्नुहोस्। र सबैभन्दा महत्त्वपूर्ण कुरा, निरन्तरता। कम्तीमा 1 महिनासम्म यो गरेर हेर्नुहोस्। 1,50,000 भ्यूजको लक्ष्य सोच्यो भन्दा छिटो पूरा हुन सक्छ। भनेपछि फेसबुकबाट पैसा कमाउने यात्राको मुख्य मन्त्र के रहेछ त? मापदण्ड पूरा गर्ने र मौलिक बन्ने।
तर याद राख्नुहोस्, मोनेटाइजेसन पाउनु अन्त्य होइन, यो त केवल सुरुवात हो। एकपटक कमाई सुरु भएपछि एक क्रिएटरको लागि अर्को ठूलो चुनौती के होला? दर्शकहरूलाई कसरी निरन्तर रूपमा राम्रो कन्टेन्ट दिएर जोडी